एभ्रिवान, गुड मर्निङ। लासु क्याफेला तपाईँलाई स्वागत छ मेरो नयाँ ब्लगमा। नयाँ दिन नयाँ ब्लगको साथमा चाहिँ आइसकेको छु फेरि पनि है त। अनि हिजोको भिडियो कस्तो भयो तपाईँहरूले हेरिदिनु भयो होला, उहाँहरूलाई धेरै धेरै धन्यवाद। म चाहिँ अहिले फेरि यहाँनिर तयार भएर आज चाहिँ तयार भइकन मैले भिडियो सुरु गरेको, किनभने फेरि पनि म हस्पिटलै जानुपर्ने भयो क्या। 2 हप्ताको बादमा कल गर्छु भन्नुभएको थियो नि त सरले, तर त्यो एक्सरे हेरिहेरि चाहिँ फेरि गरिहाल्नु भयो क्या, बोलाइहाल्नु भयो। अनि त्यही भएर म चाहिँ जान आँटेको है त साथीहरू। अनि आजको भिडियो के कस्तो हुन्छ हेरिदिनु होला है त। म चाहिँ यहाँनिर डेन्टलको अगाडि आइसकेँ। डेन्टलको अगाडि अब के भन्नुहुन्छ तपाईँहरूलाई भनिदिन्छु है त साथीहरू। मलाई मान्छेहरू मान्छे छ नि त, अनि त्यही भएर बोल्दै लाज लाग्यो क्या। बाहिर हिँड्दा त त्यस्तो हुँदो रहेछ। 3 नम्बरमा हो नि त यता जाँदैछु म चाहिँ। के कस्तो हुन्छ के भन्नुहुन्छ उठेर नमस्ते गरेर नमस्ते मेरो नाम के हो के राई के तिम्रो नाम भन प्रश्न मजा भन लाती छिटो भन छिटो नमस्ते भन लाती नमस्ते तिम्रो नाम के हो कतिमा पढ्नुहुन्छ कुन स्कुल तिम्रो स्कुलको नाम के हो ए ल तिमी अब होमवर्क गर्न जाऊ ल तिमीहरू ओके यसरी गर्छ हामी यसरी सबै सिधा पर्छ अब भोलिमा चक्लेट दिन्छ के हुन्छ होमवर्क गर्न जाऊ ल होमवर्क गर अनि भोलि चक्लेट दिन्छु पैसा दिन्छु ल होमवर्क गर्ने 2 जना 3 जना होमवर्क गर्ने अनि ल चक्लेट पैसा दिन्छु
ऊ हेर गाडा खिला क्या भाइ सबै यहाँनिर म यहाँ काम गर्दैछु त हाम्रो गाउँमा पढ्नु खिला अलिकति खेलेको छ क्या हाम्रो मेरो काम चाहिँ सकिन त अनि आपाको पनि ड्युटी सकिसक्यो नि त अनि त्यही भएर ड्युटी सकेर पनि यहाँनिर आफ्नो ड्युटी गराएपछि आफ्नो ड्युटी गर्नुहुन्छ यसरी अनि सुरु भइसक्यो यहाँ हिजोको लसुनहरू थियो नि त अनि त्यो लसुन चाहिँ यता थन्काउने कार्यक्रम गरिसक्नु भएको छ हाम्रो आपाजीले चाहिँ अनि आपाले चाहिँ यसरी नै कामहरू सघाइराख्नुहुन्छ क्या मलाई आएपछि अनि त्यही भएर ला यहाँ त सुली हगेको छ यहाँ ए कुखुराले बिताइहालेछ नि यहाँ कुखुराले बिताएछ त्यसको बाद कुखुराले हगिदिएछ नि अनि यस्तै छ कुरो कहानी यता गरिराख्नु भएको छ अनि मेरो काम सकिन लाग्यो अब खानाहरू बनाएको छु अनि त्यही भएर अब यताको थानको मन्कोहरू गर्नुपर्ने छ है अब के कस्तो हुन्छ खानाहरू पनि बनाउँछु अनि यस्तै छ अब यताको लाइट पनि लाइट अन गर्नु पऱ्यो यताको लाइट अन गर्नु पऱ्यो मच्छर बस्छ झुल अनि यताको मूल ढोका खोल्नु पऱ्यो मूल ढोका लगाइरहेको छ किनभने दिउँसो मान्छे कोही हुँदैन सुनि आइज सुनि अब यस्तो छ है त अब म थानको मनको सकाएर खाना बस्छु आइज यहाँ छ मेरो एउटा सुरी आइज यो सुरी चाहिँ एक्लै यहाँ बाहिर र भित्र गर्छ अनि अब म चाहिँ सरी खोकिनै लाग्यो अलिकति छ काम यो सकाएपछि खाना बनाउँछु है त बत्तीहरू मात्रै बालिदिएको हो क्या भित्र बत्ती त बाल्दिनु पर्यो नि त साँझ भयो त्यही भएर साथीहरू मैले चाहिँ हिजो भ्लग इन गर्नु बिर्सेँ अनि त्यही भएर चाहिँ अहिले बिहानै मैले भ्लग इन गर्दैछु है त अनि आजको भिडियो के कस्तो भयो हेरिदिनु होला छोटो छ है त थोरै भए पनि जे जस्तो भए पनि अलिकति हालिदिउँ भनेर चाहिँ मैले लगाइदिएको छु है त साथीहरू